साथीहरू लु जरा हेर्नुहोस् यहाँ निस्किँदै छैन हो यहाँ उठिरहेछ मुनि आदि त्यहाँ निस्किँदैछ साथीहरू जरा फले चाहिँ गलाई त्यस्तै हुँदैछ हाम्रो कति फल्यो नि घर निस्किँदैछ अब चाहिँ साथीहरू हाम्रो तरुले यहाँ पोर्कुइएको डुप अब चाहिँ भने हात खुट्टा धुनु लाग्यो कस्तो राम्रो पानी आउँदो रहेछ यहाँ नि पानीको मुला खुट्टा धुवाई खोइ साबुनहरू छ साबुन चाहिँ कहाँबाट हुन्छ हौ मैले यस्तो यहाँ आएर गदगद भाइ ऊ त्यहाँनिर नि देख्दैछु त लास्टै घाउ हो म मजा बोक्छु नि अब यही उनीहरू पो रहेछ त यहाँ बस्छौ हजुर कहिलेदेखि भन्नुहोस् ए साबुन देऊ न अलिकति ब्रस ल्याउन है त्यसले के गोट्नु जुत्ता चाहिँ जाइले राखेको अनि ब्रस चाहिँ होइन मदन सरको अब के लिएर आइज यहाँ थियो त जालो अस्ति यहाँ एउटा जालो छ त यहाँ सानो जान्छ आज म हिँड्ने लुगा धुनु पऱ्यो कस्तो होला कपाल कसको त्यो पेन चाहिँ कसको लिएको फेरि मेरो स्कुलको लिएको कपाल हट्ने होइन केटीहरूले त गर्नुसम्म गरेको हाम्रो के बिचमा खाने माटो क्या नत्र त हामीलाई ट्याप्पै भोराउनु कहिले लाग्थ्यो भन्दा त्यो उते त हाल्दैन उते हाल्नुपर्छ कि यो हटाइहाल्नु पर्छ यो कोदालीले उता हाल बिन्दा म यहाँ त्यहाँबाट उता फ्याँकिदिन्छु यहाँबाट भन्दा गर्दै भयो मेहनत गरेर फल्यो भने चाहिँ आफूले गरेको दुःख अनुसार फल्यो भने चाहिँ खुसी हुँदो रहेछ साथीहरू खन्नु कम्ती गाह्रो पर्छ है साथीहरू हेर्नु न माटो फ्यालाई फल्नु पनि मजाको फलेको छ ड्युटी छोड्नु पर्छ र किन चाहिँ घन्टी बज्दैन भन्छु नि ए कहिले छोड्यो पोहोर कुहिएको हेर्न यहाँ कता घुमेर चाहिँ आउँछौ ए माथिबाट सुरु गर्छौँ चाम्रोतिर गएर पो फलेको छ त नि
अब यहाँ माथि चाहिँ कमुलो छ नि होइन ऊ त खन्दै जाँदा चाम्रोतिर फलिरहेछ माटो झरे फेरि यसरी निकालेर गरेको हो नि त तिनीहरूले कस्तो दामी फल्दैछ है साथीहरू हेर्नु है हाम्रो जरा उतापट्टि बेला